मलाई 500 रुपियाँ दिइहाल्नु त छिटो। के रे कलाडा ला तैँले आफ्नो कमाइ छैन भनेपछि माग्ने हो भनेपछि नम्र भएर मलाई पैसा दिनु न भनेर हात फैलाएर माग्ने हो बुझिस्। मलाई भन्दा पनि घरको लागि चाहिएर मागेको हो नि त। जसको लागि चाहिए पनि अलि नम्र भएर माग्ने हो कि बुझिस्। कति नै चित्त दुख्ने यस्ताको पनि। सुन्नु न, बाबाको रुममा साह्रै गर्मी भयो, एसी हालिदिनु मलाई भनिरहेको छ। के गर्ने होला, एउटा एसी हालिदिने हो कि? म र बाबु त बिहान निस्केर बेलुका आउँछौँ। तँलाई चाहिएको भन्न, दिनभरि घरमा उपर खुट्टी लाएर एसीमा बस्न भनेर। बाबुको त बाहना मात्रै हो, मलाई थाहा छ। एसी चाहिने कति नै। के पानी पोख्या? गिलासहरू फुटेर हो कि? फुटा फुटा आफूले कमाएर जोड्नु परे भए पो माया हुन्छ। आफूले कमाउनु छैन सुको, अर्काले कमाएर ल्याएको फुटाउने त हो नि, कसरी हुन्छ माया? झुक्किएर हो नि त। होइन, आफ्नो मेहनत परे भए पो नझुकिनलाई। झुक्किन्छ नि, सबै फुटा अब। जान त हुन्थ्यो, एकचोटि उहाँलाई सोध्नुपर्छ। त्यस्तो होइन नि त, अब पैसा दिने उहाँले हो नि त, त्यही भएर सोध्नु पऱ्यो नि त एकचोटि। कसको फोन हो? साथीहरू घुम्न जाउँ भन्दैछन्, अनि त्यही भएर म पनि जाऊँ कि भनेर। तँलाई घुम्न र खाना बाहेक के चाहिँ आउँछ? बिना कामको भएर घरमा बस्नुभन्दा बरु 2-4 पैसा कमाउने दिमाग लगा के। सधैँ अर्का भरमा कति बस्छस्? होइन, कताको तयारी हो महारानीको? साडी झिकेर बिहेमा जानु लाग्यो नि। तैँले कसलाई सोधेर जानु लाग्यो? अनि कसलाई सोध्नुपर्छ त? हजुरको दाइको छोरीको बिहेमा जानलाई पनि। म जाँदिनँ भनेपछि त पनि जाँदिनस्। भरे घरमा साथीहरू आउँदैछन्, अलि मिठो मसिनो पकाएर खुवाउनुपर्छ। धेरै जान्दिन हो। अनि देउरानी जेठानी दिदीहरू सबैजना जान थाल्नु भएको छ, तपाईँ नगए पनि म जान्छु नि त। कसले भन्यो तँलाई जानुपर्छ भनेर? मैले जानु पर्दैन भनेपछि पर्दैन, बुझिस्? धेरै दिमाग नचला। तपाईँले कसलाई अलिक राख्न खोज्नु भएको? अब त हद पार गरे जस्तो लाग्दैन र? के रे, ठुलो कुरा नगर है मसँग। याद छ के भन्नुभएको थियो पहिला? टिभी नभइकन त घरै खाली भयो, बच्चाको केयर गर्ने मान्छे पनि कोही पनि भएन। कमाउने म छँदैछु, तिमी घरको केयर गर, बच्चाको केयर गर भन्नुभएको होइन? अहिले चाहिँ के हो यो? तपाईँहरू जस्तो पुरुषले गर्दाखेरि हो, बुझ्नुभयो? हामी महिला घरमा बाँधिन बाध्य हुने। हामी नारी पनि बाहिर निस्किन पायौँ भने संसार जित्न सक्ने क्षमता छ हामीसँग, बुझ्नुभयो? तर के गर्नु, बाध्यता, परिस्थिति, घर परिवार बच्चा हेर्दै जानु होला। एउटा महिलाले घर नसम्हाल्दाखेरि घरको हालत केसम्म हुन्छ भन्ने कुरा भोलिबाट थाहा पाउनुहुन्छ। तपाईँको जस्तो जागिर म पनि खान सक्छु, म पनि क्षमतावान हो, बुझ्नु? जा के गर्न सक्छस् गर जा।